नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई नेपाली शेयर मार्केट सम्बन्धी विभिन्न अपडेटहरू लिएर छोटो तथा मिठो भिडियो लिएर आउने क्रममा आज हामी पुनः उपस्थित भइसकेका छौं भने यो भन्दा अगाडि हामी 3-4 वटा लघुवित्तहरू र हाइड्रोको आइपीओ भरेका थियौं र त्यसपछि आइपीओ आएको थिएन। अब फेरि खुसी खबर आएको छ किनकि एउटा नयाँ कम्पनीले फेरि मिति घोषणा गरेसँगै अब हामीले फेरि आइपीओ भर्न पाउने भएको छ। कुन कम्पनी रहेको छ, कति किता आउँदैछ, कहिलेदेखि हामी आइपीओ भर्न पाउँछौं र यसको डेट कहिलेदेखि हो सोको बारेमा सम्पूर्ण चर्चा म यो भिडियोमा गर्नेछु। भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् जसले गर्दाखेरि नयाँ आइपीओ राइट्सहरुको सम्पूर्ण अपडेट पाउन सक्नुहुनेछ। साथीहरु, ग्रीन भेन्चर लिमिटेड कम्पनीले यसअघि आयोजना प्रवृत्तिहरुको लागि शेयर बाँडेको थियो भने अब यसले सर्वसाधारणको निम्ति पनि आइपीओ निष्कासन गर्न लागेको छ। यसले रु 100 रुपैयाँ अंकित दरमा 31 करोड 25 लाख मूल्य बराबरको 31,25,750 किता यसले आइपीओ निष्कासन गर्न लागेको हो भने जुन 3% कर्मचारीहरुको लागि र 5% सामूहिक लगानी कोषलाई छुटाएर बाँकी रहेको 28,75,000 किता यसले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्न लागेको छ भने यसमा हामीले कति आवेदन दिन पाउँछौं भन्दाखेरि यसमा हामीले न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म पनि दिन पाउँछौं। तर अहिले अत्याधिक मात्रामा आइपीओ मा आवेदन पर्ने हुनाले हामीले 10 किता दिँदा नै उपयुक्त हुन्छ र यसको रेटिङ कति पाएको छ भन्दाखेरि यसले इक्रा नेपालबाट यसले बीबी प्लस को रेटिङ पाएको छ। साथीहरु, अब कुरा गरौँ यसको क्यापिटल लक्ष्मी क्यापिटल रहेको छ यसको इस्यु म्यानेजर। साथीहरु, अन्तिममा कुरा गरौँ यसको मिति कहिले घोषणा भएको छ भन्दा कहिलेदेखि हामी एप्लाई गर्न पाउँछौं भन्दाखेरि यसमा हामीले यसले चैत 8 गतेदेखि चैत 11 गतेसम्म मितिमा पाउँछौं भने सो अवधिसम्म पनि यो फुलफिल नभएको खण्डमा ढिलोमा हामीले 22 गतेसम्म हामी एप्लाई गर्न। हस् साथीहरु, सम्पूर्ण साथीहरुले यसमा एप्लाई गर्नु होला। भिडियो साथ दिनुभएकोमा धेरै